13 अध्याय मरकुस 32 पद कसको निकले 32-33 हिंदी में पढ़ो। यहाँ ऐसा लिखा है, उस दिन या तो उस घड़ी के विषय में कोई नहीं जानता, न स्वर्ग के दूत और न पुत्र, परंतु केवल पिता। देखो, जागते और प्रार्थना करते रहो, क्योंकि तुम नहीं जानते कि वह समय कब आएगा। यह उस मनुष्यों की सी दशा है जो परदेश जाते समय अपना घर छोड़ जाए और अपने दासों को अधिकार दे और हर एक को उसका काम बता दे और द्वारपाल को जागते रहने की आज्ञा दे। इसलिए जागते रहो, क्योंकि तुम नहीं जानते कि घर का स्वामी कब आएगा, सांझ को या आधी रात को या मुर्गा की बांध देने के समय या भोर को। ऐसा न हो कि वह अचानक आकर तुम्हें सोते पाए। और जो मैं तुमसे कहता हूं वही सबसे कहता हूं, जागते रहो। हालेलुया। मेरा प्रिय, आज का मेरा शीर्षक है समय अज्ञात है। आइए हम लोग प्रार्थना करें। पिता, हम धन्यवाद देते हैं आज के समय के लिए, विशेष करके प्रभु तूने हम लोग को दिया है। आज की पवित्र सेवा को तेरे हाथ में सौंपते हैं प्रभु। तू हमारा शिक्षक है, मददगार है। सुनने वालों का हर एक का हृदय को तू ही प्रभु समझने शक्ति दे और प्रभु वचन के अनुसार चलने वाले लोग बनाए। तू आशीष कर। हर एक डिस्टर्ब करने वाली आत्मा को मैं यीशु में डांटता हूँ, दूर होने पाए। महिमा तुझे यीशु का नाम में, आमेन। हालेलुया। मेरा प्रिय, यीशु ख्रीष्ट यहाँ चाहिँ आफ्ना चेलाहरूलाई सतर्क बनाउँदै हुनुहुन्थ्यो के, सतर्क गर्दै हुनुहुन्थ्यो। दोस्रो आगमनको बारेमा उहाँको पहिलो मृत्यु भइसकेको छैन, चेलाहरूसँग हुनुहुन्छ, चेला पनि तयारी गर्दै हुनुहुन्छ र पनि सतर्कतामा ल्याउँदै हुनुहुन्थ्यो अनि आत्मिक रूपमा तयार रहनलाई चेतावनी दिँदै हुनुहुन्थ्यो। उहाँ चाहिँ येशू प्रभु आफ्नो चेलाहरूलाई सतर्क रहनु, आध्यात्मिक रूपमा चाहिँ सतर्क रहनु भनेर चाहिँ तयारी गर्नलाई चेतावनी दिँदै गरेको कुराहरू हामी यहाँ पाउँदछौँ। के छ भन्दाखेरि चाहिँ येशू ख्रीष्टको त्यो दोस्रो सेकेन्ड आगमन हुन्छ नि, येशू मसीह का दूसरा आगमन का समय कोई भी नहीं जानता है। बाइबल यहाँ प्रश्न बताती है, पिता का अलावा पुत्र भी नहीं जानता, स्वर्गदूत भी नहीं जानता। हालेलुया। 32 पद देखें त नेपालीमा के लेखेको छ। 32 पढिदिनुहोस् त। 32 नेपालीमा। तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैनन्, न त स्वर्गमा हुने स्वर्गदूतले न पुत्रले। हालेलुया। कसैले जान्दैन। यहाँ चाहिँ मानवताको ज्ञान सीमित देखाइएको छ। मेरा प्रियहरू, सौपदेशको पुस्तकले भन्छन् नि, जो थियो त्यही देखिएको छ, वैज्ञानिकहरूले जो गरेको छ। तर यहाँ चाहिँ त्यो समय अज्ञात भएको कारण, कसैले नजानेको कारण मानवको जो बुद्धि छ, मानवको सिप छ अनि मानवको ज्ञान छ, त्यो चाहिँ सीमित देखाइएको छ। पिताको रहस्यलाई हामी जान्न सक्दछौँ। यहाँ एकलौटा पुत्र येशू प्रभुले केही जानेको छैन। यहाँ उहाँ त के गरेको छ भने येशूको जीवनबाट हामी विनम्रताको पाठ यहाँ सिक्दछौँ। छोरा, तिमी जानुपर्छ, मानिसले पाप गरे, ठिक छ पिता म जान्छु। किन जान्छु त्यो पनि भनेको छैन। आएपछि मात्रै येशूले केही पनि गर्दाखेरि जब मिनिस्ट्री सुरु गर्नुभयो नि, फ्यामिली छोडेर सबै कुरा निर्भर आफ्नो पितासँग गर्नुभयो, तब त उहाँको जीवन सफलताको जीवन हामी पाउँदछौँ। विनम्र, यहाँसम्म नम्रतामा कि केही कुरामा उहाँले आफ्नो अधिकारलाई जताउन सक्नु भएन। हालेलुया। त्यसले गर्दाखेरि नम्रताको पाठलाई हामी पाउँदछौँ। अनि अन्तिमको दिनको बारेमा धेरै भविष्यवक्ताहरूले अड्कल गरेर भविष्यवाणी गर्छन् नि, त्यसलाई चाहिँ यो लेसनबाट हामी थाहा पाउँछौँ कि त्यो स्पष्ट शिक्षाको विरोधमा त्यो भविष्यवाणी भइरहेछ। हालेलुया। येशूको आगमनको बारेमा कोहीले पनि जान्दैन, न त स्वर्गदूतले 32 पदमा भन्यो, न त छोरा येशूले। तर धेरै भविष्यवक्ताहरूले भविष्यवाणी गर्छन्, येशूको आगमन यति बेला हुन्छ, उति बेला हुन्छ। हामी डिबेमा भएको बेला तपाईँहरूलाई थाहा छ होला, 2005 मा गुवाहाटीमा पुरा क्रिस्चियनहरूले खसी काटेर खाए भन्थे, किनभने येशूको आगमन हुँदैछ आज भनेर। तर के भयो भन्दा राति भूकम्प आयो, अर्थ केही पनि भएन। हालेलुया। त्यति नै हो नि।
भविष्यवाणी अड्कलको आधारमा गर्नु, सठिक शिक्षालाई चाहिँ विरोध गर्नु हो। सठिक शिक्षा के छ? 32 पदले भन्छ, बाबाको इच्छाको बिनामा, बाबाको बिना, पिताको बिना अरूले कसैले जानेकै छैन। अनि अर्को कुराहरू, यसु पनि त 6 जना दाजुभाइको दाजु, एउटै परिवार। अझ बाइबलले यो प्रश्न भनेको छैन, उसले त बाबुको काम मान्छे परिवारलाई देखरेख गरेको कुराहरू हामी पाउँदछौँ। यसुले परिवारहरूसँग बसेर अनि सबै कुराहरू गरेर अनि आफ्नो घर चलाएको कुराहरू हामी जान्दछौँ यसुको जीवनबाट। कतिपल्ट चाहिँ त्यस्तोमा बस्दाखेरि हाम्रो घरको दाजुहरू, ठुलाजुहरू ने बाबा, पहिलेको बाबाहरूले चाहिँ के थियो भन्दा, बाबाहरू 30-35 वर्षको हुनुहुन्थ्यो अनि 10-12 वर्षको आमाहरूलाई बिहे गर्नुभयो। अनि आमाहरू 13-14 वर्षको हुनुभयो, नानी जन्मियो। अनि बाबाहरू, हामी जब बाबाहरूलाई जाँदा, मेरो बुवा 55 वर्षको हुँदाखेरि म जन्मेको, न 50 वर्षको हुँदा। तर म डिबिआईमा आएपछि बाबा खस्नुभयो 82 वर्षको उमेरमा। हालेलुया, सबैको त्यही हो। अनि बाबाले केही पनि गर्नु सक्नुहुन्न। बाबा, जब हामी स्कुल जाने बेला भयो, बाबाहरू बुढा हुनुभयो। घरको व्यवहार दाजुहरूलाई, ठुलो दाजुहरूलाई जिम्मा दिइसकेको। अनि हामीले सर्ट चाहियो, पैसा चाहियो, सबै कुराहरू भन्ने दाजुलाई, होइन र? त्यति बेलासम्म दाजुले पनि बिहे गरेको छैन। तर दाजुलाई आफ्नो स्कुल छोडेर, आफ्नो पढाइ छोडेर अनि भाइ बहिनीहरूलाई पढाउनेतिर लागेको। तपाईँहरू पनि त्यसमा पर्नुभयो होला। अधिकांश मान्छेहरू त्यसरी हो नि। यहाँ येशूको जीवनमा, त्यति बेलाको जीवनमा येशूमा पनि त त्यस्तो कोही कुराहरू थियो होला। जब मिनिस्ट्री सुरु भयो, मान्छेहरूले भन्छन्, यसकी बहिनी के हामीसँग छैन र? के हामी यसलाई चिन्दैनौँ र? र पनि विनम्रताको पाठ जो उसको जीवनबाट हामीले देखेका छौँ नि यहाँ। अब 30 सालको बादमा सेवकाई गर्दाखेरि त्यही लेसन, यहाँ लेसनमा चाहिँ त्यही कुराहरू पाउँछौँ। ईश्वरको समयलाई भरोसा गर्नुपर्ने रहेछ तपाईँ र मैले, चाहे तपाईँ र मेरो जीवनमा केही पनि किन नहो। अनि पिताको पूर्ण अधिकारमा चाहिँ विश्वास गर्नु पर्दो रहेछ। हालेलुया। कतिपल्ट हामीहरू निराश बन्छौँ। निराश, हाम्रो जीवनमा चाहिँ निराशा आउँछ धेरैपल्ट। अब हुँदैन होला यो भन्ने हुन्छ। मेरो जीवनमा तपाईँले सोध्नुहुन्छ भने बिजनेस मेरो जीवनमा हुँदैन। लाम्पीमा हामीले झाडु किनौँ 25,000 को, अदुवा किनौँ अलमोस्ट 30,000 को, ल्याउनु थियो केन्ची नै, पार्टनरिङ गाह्रो। अब मलाई थाहा नै थिएन त्यो झाडु चाहिँ वन जाँचेको, वन विभागको पक्रिन्छ। उनीहरूले भन्यो नीचे त न वो वन विभाग आया है, ये झाड़ू लेके जा नहीं सकते। अब त्यो महिन्द्र पिकअपमा यस्तो लगाएर तिर्पल लगाएको थियो, त्यहीँ राखिदियो। अब त फस्यो हामी, घुमाउने ठाउँ छैन, बाटो त्यस्तै छ। 10 दिन, 12 दिन, 15 दिन महिन्द्र पिकअपले भने दिनको 500 रुपियाँ लिन्छु म। ठिकै छ, 500 रुपियाँ त दिन सक्छौँ हामीले। तर 12-15 दिन पछि गएर हेर्दाखेरि त्यो तिर्पल दुलो परेछ, अदुवा उम्रिन थालेछ, झाडु सबै भिजेछ। खत्तम, बिजनेस के हुन्छ? केही पनि हुँदैन। अनि त्यो बिहारमा जाँदाखेरि कोरोना भन्दा अगाडि हाम्रो नेपालीहरूले त मुख यसो ढाक्छु नि एउटा मास्क लगाएर। पहिलेदेखि दार्जिलिङ आएको थिएँ अनि दार्जिलिङ से आते समय 1-1.5 पीस मास्क लेके आना, इधर चल जाएगा भनौँ बिहान। हाँ ठिक है। त्यहाँदेखि मैं सस्तो पाउने 10-12 रुपियाँ 15 रुपियाँमा मास्क लिएर गएको ने, लान त 100 पिसै लगिरहेको थियो। मेरो त पैसा निकै पर्यो नि त। अनि उसले एक दिन सङ्गति थियो, दादा 5 पीस हम लेंगे, हाँ 5 पीस ले लो। अब शान्ति पनि त्यो मासको पैसा दिनु भन्नु भएन। रजनी तिमीले देऊ, नेपालीहरू दिन्छन् कि दिएन, पास्टरले दिएको भने सक्यो। बिजनेस हामीबाट हुँदैन। कुखुरा पालेको, त्यो श्रीमतीले पालेको थियो, एकैचोटि 30-40 वटासम्म हामीले गाड्यौँ है। अनि कहिलेकाहीँ चाहिँ त्यो त्यस्तो हुँदो रहेछ क्या। तपाईँ मेरो जीवनमा कहिलेकाहीँ त्यो कुराहरू चाहिँ सबैलाई सबै थोक हुन्छ भन्ने चिज छैन। अनि जीवनमा निराशा आउँदाखेरि नहुने। तपाईँलाई थाहा छ, अब लाम्पीमा बिहारमा जानु दिँदैन, हाइमा लाम्पीमा बस्ने होइन। अनि कहाँ जाने भन्दाखेरि मलेसिया जाने।
पहिलोपल्ट डिबिआई सक्ने बित्तिकै बिहा गर्नुभन्दा अगाडि जापान जानलाई सबै थोक ठिक भयो। टोकियो बायोथेओलोजिकल कलेजमा रेडी भयो एमडी गर्न उहीँ जानुको लागि। पासपोर्ट पठाइदियो। 2006मा साइक्लोन आयो जापानमा, मेरो पासपोर्ट खत्तम। अनि अब मलेसिया जानुलाई, म त इन्डियाको छैन, केही पनि नेपालबाट बनाएको थियो। मलेसिया जानुलाई रिन्युल गरेर पासपोर्ट फेरि तयारी गर्यो। अनि अब मलेसिया जानुको लागि ठिक छ, अब त नानीहरू जन्मेको छ यहाँ। श्रीमतीले भने ठिकै छ त जानु। अनि मेरो उद्देश्य थियो मलेसिया जान्छु, नेपाली चर्चको पास्टर बन्छु, कोही कन्ट्याक्टमा थियो। अनि अब त्यो उनीहरूले पठाउँछन् भनेर भनेको थियो। अब पठाउँछ भनेर पासपोर्ट जो थियो घरमा राखिदिएँ दाजुको घरमा। अनि भतिजीको बिहा भयो। पण्डित दाजु अहिले चाहिँ झापामा गाई बचाऊ कृष्ण भगाऊ अभियानको सचिव दाजु हुनुहुन्छ। गवाई पनि म भनौँला समय भयो भने। अनि घर बिहा भइसकेपछि साफ सुग्घर गर्दाखेरि भाउजूले त त्यो मेरो पासपोर्ट, त्यो बेहुलीको 12 क्लासको अरिजिनल सर्टिफिकेट सबै जलाइदिनु भएछ। खत्तम। अब त्यो मलेसिया प्रभुले बोलाएको होइन रहेछ नि। कहिलेकाहीँ तपाईले मेरो जीवनमा निराशा आउँछ नि, अब के गर्ने त, केही पनि हुँदैन, बिजनेस हुँदैन, बाहिर जानु मिल्दैन भने यस्तो निराशापन आउँछ। त्यो बेला चाहिँ हामीले भरोसा गर्ने चाहिँ प्रभु परमेश्वर हुनुहुँदो रहेछ। हालेलुया। अभी तेरा पति तो ऐसा हो गया, मर जाएगा तो क्या करोगी? हाँ, हम लोग का तो रूल है, मर जाएगा तो लेके हम शिलोंग लेके जाएंगे, और तू हम तो इधर ही आएंगे, पति मरेगा तो क्या, हम बिहार के लिए प्रभु ने बुलाया, हम छोड़ेंगे ही नहीं भन दिया मेरो श्रीमतीले। अनि परमेश्वरले पनि त्यो हृदयको कुराहरूलाई चाहिँ जान्नु हुँदो रहेछ। हालेलुया। अनि 33 पद पढ्नुहोस् त। 32 मा त भन्यो कि विनम्रता। 33 ले के भन्छ नेपालीमा? होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो सो तिमीहरू जान्दैनौ। देखो, जागते और प्रार्थना करते रहो, क्योंकि तुम नहीं जानते कि वह समय कब आएगा। हालेलुया। मेरा प्रियरो, चौकस रहनको लागि, सतर्क रहनको लागि उपदेश छ यहाँ। उनीहरूलाई सानो आध्यात्मिक अल्छीपनबाट तपाईँ मैले चाहिँ बस्नु पर्ने रहेछ। हालेलुया। कतिपटक घर परिवार एक साथमा बस्दाखेरि पनि निराशा आउँछ। म भन्दै थिएँ नि, निराशा आउँछ। अनि सेवकाईमा त्यही 2-3 जना बिहा, यहाँ नेपालीमा ठिक छ, बिहारमा त वहाँ तो खाली 2-4 जन न होता, फलाना चर्च में इतना ज्यादा होता, वहाँ न जाना है। किन ज्यादा हुन्छन्? डेली बात, चर्चको बादमा खाना पाक्छ है, चर्चको बादमा खाना पाक्छ, लङ्गर हुन्छ पन्जाबीको जस्तो। अनि त्यहाँ चाहिँ मान्छे यति ग्यादरिङ, तर के त्यहाँ चेलापन छ त? छैन। विश्वासी खाली विश्वासी हो। तर यहाँ चाहिँ के भनेको छ भने तपाईँ र मलाई सतर्क रहनलाई प्रभुले चेतावनी दिँदै हुनुहुन्छ। आध्यात्मिक अल्छीपन केलाई भन्छ भन्दाखेरि चर्च जान अल्छी लाग्नु, टिभी खोलेर बस्नु, युट्युबमा देख्नु नि, आज त जाने का मन नहीं हुआ भन्नु, हैन र? यस्तो हुन्छ नि। यो चीजहरुबाट चाहिँ आज चाहिँ अब तपाईले मैले निक्लिनु पर्ने रहेछ मेरा प्रियहरु। अनि अर्को कुराहरु, जब आध्यात्मिक अल्छीपन हुन्छ नि, आश्चर्यको कुरा त्यहाँ अर्को के छ भन्नुहुन्छ भने त्यो समय अज्ञात छ जो आज हामी सुन्दै छौं। तयारीको जोमा रहनु भन्दा पनि तयारी रहनु चाहिँ राम्रो होला जस्तो मलाई लाग्छ। जो भनेको नेपालीमा के भन्छ भने तैयारी करके रहने से अच्छा, तैयारी करना, प्रभु का आगमन हो रहा है बोल के अपने आप को तैयारी करके रहने, तैयारी हम करेंगे। हाँ, प्रभु का आगमन होगा ना, इसलिए हम बाइबल कॉलेज जाएंगे, पढ़ेंगे, आउटरीच करेंगे, लोगों को सुनाएंगे, लोग आएंगे, हम प्रचार करेंगे, लोग आएंगे तो ग्रहण करेंगे, बपतिस्म लेंगे और बड़ा मंडली होगा, प्रभु का आगमन के लिए तैयारी करते रहेंगे। यह बोलने से अच्छा है कि अपने आप को तैयारी करना, जहाँ भी 1 मिले 2 मिले सुनाते रहना, करते रहना, हर दम तैयारी रहना, जो में नहीं रहना। उसका तैयारी में अपने आप को तैयारी में रहना, तैयारी करेंगे बल्कि योजना में रहना ही नहीं। योजना गर्नु भन्दा पनि तयारी रहनु चाहिँ राम्रो होला जस्तो मलाई लाग्छ मेरा प्रियहरु। जब तपाईले 34 देखि 36 पढ्नुहुन्छ नि, वहाँ एक गृह स्वामीको दृष्टान्त हामी पाउँदछौं। त्यहाँ के भन्छ भन्नुहुन्छ भने पढ्नुहोस् त, सुनौं एकपल्ट फेरि। होशियार रहो, जागा बस, प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो। 34, 35, 36 यो त मालिकले आफ्ना
चाकरहरूलाई घरको प्रत्येक काम र दयान्तको जिम्मा दिएर र पालेलाई जागा रहनु भनी आज्ञा दिएर परदेश लागेको जस्तो हो। यसकारण तिमीहरू पनि जागा रह, किनकि घरको मालिक बेलुकी कि आधा रातमा कि भोलि भाले बास्ता कि बिहान कहिले आउने हो सो तिमीहरू जान्दैनौ। आमेन, हालेलुया। यहाँ चाहिँ स्वामीको अधिकारलाई हामी पाउँदछौँ मेरा प्रियहरू। किन भन्दाखेरि यहाँ एउटा स्वामी, एउटा मालिक यात्रामा निक्लिनेको तयारीमा हुन्छ र आफ्नो नोकर चाकरहरूलाई चाहिँ आफ्नो आफ्नो जिम्मेवारी दिन्छ उसले। अनि तर नोकर चाकरलाई जिम्मेवारी दिएपछि चौकीदारलाई चाहिँ जागिरहनु है तैँले भन्छ। भनेको त तिनीहरूको उपरमा पनि उसलाई चपरासी नियुक्त गर्यो होला, केही गर्यो होला। अनि त्यहाँ चाहिँ तैँले चाहिँ जागा रहनु है भनेको हुन्छ। तर त्यहाँ जागा रहेको चाहिँ हामी पाउँदैनौँ यो लेसनमा। सुन्नुहोस् है, के छ भन्दाखेरि तपाईँ मेरो यो जग्गा तपाईँ मेरो घर होइन। ठिक छ, सिलोङ त हुँदै होइन, र पनि आफ्नो घर बनाएको ठाउँ पनि घर होइन, सिक्किम पनि होइन, हाम्रो मणिपुर पनि होइन, तपाईँ मेरो आसाम पनि होइन, हाम्रो घरै छैन यहाँ। किनभने हामी गीत गाउँछौँ, सियो न देश हाम्रा देश जाएंगे हम एक दिन रहते हम परदेश। हाम्रो घर होइन भने मालिक भले यात्रामा होला, तर घर त उसको न हो। संसारको मालिक को हो? शैतान। त्यही कारणले तपाईँ हामीलाई के भन्छ, धम्काउन, हप्काउने अनि गाली गर्ने, छिची गर्ने नि मियाँको धर्म अरे, गोरु खाने, गाई खाने, सुँगुर खानेको धर्म अरे, छोटा जातले मान्ने धर्म अरे। आम्मामा, मैले त नेपालीहरूले भनेको मात्रै सुनेको थिएँ, बिहारी त बहुत और ज्यादा बोलता है इस चीजों में। क्योंकि बिहारी लोग, ए भैया आप तो गोरे हो, ऊ तो चमारका चापाकले उधर मत चलाना मान्छन्, त्यहाँ सिधै गोरो मान्छे देख्यो भने बाहुन छेत्री हो भनेर। अनि नाक यस्तो भयो भनेदेखि बहादुर हो। मलाई ए भैया यी नेपाली लड्की कहाँ मिला आपको ने? ऊ चाहिँ खसिया चाहिँ नेपाली भयो, म नेपाली चाहिँ बिहारी भयो भनेको मतलब जात भात पुरा हुन्छ। त्यसले गर्दा मेरा प्रियहरू, संसारको मालिक हुँदाहुँदै पनि तपाईँ मलाई चाहिँ परमेश्वरले यो घरलाई छोडेर गए जस्तो हामीलाई जिम्मा दिनुभएको छ। अनि त्यो शैतानले पनि अहिले चाहिँ तपाईँ मलाई त्यो प्रभु मालिकले नोकरलाई जिम्मा दिए जस्तो नि, प्रभुले हामीलाई मौका दिनुभएको छ। यो समय यो गर्नु, यो गर्नु, यो गर्नु, त्यसमा चाहिँ हामीले आत्मिकतामा अल्छीपनमा रहनु भएन। अनि के छ भने हाम्रो घर नभएको कारणले गर्दाखेरि होला, संसारको मालिकले तपाईँ मलाई सतावट गर्नु अनि हरेक कुरा गर्नु। तर त्यहाँ अर्को कुरा तपाईँले थाहा पाउनु छ, स्यापास नोकर भनेको छ नि, नोकरको जिम्मेवारी हेर्नुहोस् त के भन्छ, मालिकले यिनलाई यिनको आफ्नै तरिकाले काम गर्ने अधिकार दिएको हामी पाउँछौँ। तिमीले यो काम गर्नु भनेर त्यहाँ लगाएको छ नि, आफ्नो तरिका यसरी गर्नु भनेको छैन है। काम चाहिँ गर भनेको छ, तर यसरी गर्नु भनेर त्यो सिकाएको छैन। यसको मतलब तपाईँ म चाहिँ पदमा निर्भर भएर काम गर्ने होइन रहेछ, जिम्मेवारीलाई जान्नु पर्ने रहेछ। मेरा प्रियहरू, प्रचार गर्नु पास्टर प्रचारकको मात्रै काम होइन। हामी हरेकलाई प्रभुले त्यो एहेस्केलको पुस्तकमा भन्छ नि, चौकीदारको रूपमा बोलाउनु भएको रहेछ। धाँधोमा उभिएर त्यो बन्द गर्ने अनि राति सिटी बजाउने। तपाईँले यहाँ त जान्नुहुन्छ कि जान्नुहुन्न? ए बहादुर आया पैसा निकाल भन्छ पटना।